विक्रम सम्वत 2082 साल माघको 1 गतेबाटदेखि लिएर माघको 30 गतेको समय अवधिको यो पावन समयमा कालपुरुषको तेस्रो राशि अनि मिथुन राशि हुने महानुभाव अनि व्यक्तित्वहरूका लागि के कस्ता घटना परिघटना शुभ अशुभ लाभ हानि शेयर बजारमा गरिएको लगानी जो कुनै पनि पार्टनरशिपमा गरिएको लगानी व्यक्तिहरूले पढिरहेको क्षेत्रहरूमा पेशा व्यवसाय धन्दा कल कारखाना उद्योग धन्दाहरूमा के कस्तो लाभ हानिको स्थिति योगहरू बनिरहेको छ। शारीरिक कष्ट शारीरिक पीडा मित्रजनहरूको सम्बन्ध परिवारजनहरूको सम्बन्ध आर्थिक क्षेत्रहरू राजनीतिक क्षेत्रहरू सन्तान क्षेत्रहरू त्यस्तै गरेर वैदेशिक विदेश अनि व्यापार क्षेत्रहरू भाग्य क्षेत्रहरू र कर्म क्षेत्रहरू र साथसाथै आय क्षेत्रहरू के कस्तो रहेर जाला त तपाईको लागि जुन माघको महिनामा कालपुरुषको तेस्रो राशि अनि मिथुन राशि विशेष गरेर बौद्धिक राशि एउटा शुभ राशि प्रेममा सफलता प्राप्ति गर्न सक्ने राशि एउटा व्यापार व्यवसायलाई आफ्नो पूर्व अथवा आफ्नो प्रारब्धको कर्म सम्झेर अगाडि बढिरहने एउटा ऊर्जा उमङ्गको राशि जुन रहेको छ मिथुन राशिलाई के कस्तो लाभ के कस्तो हानि के कस्तो शुभ के कस्तो अशुभ रहला त यानी माघको महिनामा यो सम्पूर्ण विषयवस्तुहरू भने म यसै प्रस्तुतिको अन्तिमसम्म बताउँदै जानेछु। साथसाथै तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब र भिडियोलाई एक लाइक अवश्य गर्न नभुल्नुहोला मित्र अनि महानुभावहरू। र तपाईँको राशि चक्रबाट तृतीय जुन लग्नमा भएका देवगुरु बृहस्पति तृतीय भावमा बसेका केतु पाँचौं छैठौं भावमा बसेका चन्द्रमा सातौं भावमा बसेका र साथसाथै बुध ग्रह अनि मङ्गल ग्रह यानी माघको 2 गतेसम्म तपाईँको सातौं भावमा बसेर पश्चात भने आठौं सूर्य र जुन मङ्गलको साथमा बसेर ज्वाला योगको निर्माण हुनेछ। यसको फल के कस्तो रहनेछ अहिले बुध र मङ्गल ग्रह गएर बसेको छ यसको कारणले गर्दा अखण्ड सौभाग्य अथवा योगहरू विशेष गरेर बनिरहेको छ। नवम भावमा राहु दशम भावमा शनिको यो प्रभावले यो कम्बिनेसनले गर्दा तपाईँको जीवनहरूमा कस्तो होला त भौतिकताको उदय आध्यात्मिक मनहरूको उदय व्यापार व्यवसाय राजनीतिक विदेश वैदेशिक हरेक क्षेत्रहरूमा के कस्तो सम्भावनाहरू रहेको छ त मिथुन राशि भएका व्यक्ति अनि महानुभावहरूको लागि के कस्तो रहला त। र अब म ढिला नगरेर म सुरु गर्दैछु र साथसाथै अझै पनि तपाईँले यो हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सदस्य ग्रहण गर्नुभएको छैन भने अवश्यमेव एक सब्स्क्राइब र भिडियोलाई एक लाइक अवश्यमेव गर्न नभुल्नुहोला र माता लक्ष्मी की जय भनेर पनि कमेन्ट बक्समा लेख्न नभुल्नुहोला जसले माता लक्ष्मीले तपाईँको रित्तो भएको काख रित्तो भएको जुन तपाईका सपनाहरू ती सबै परिपूर्णता प्राप्ति गर्नुहुनेछ। यही नै म माता लक्ष्मीसँग यही नै पुकार अनि प्रार्थना गर्दछु र अब ढिला नगरेर म अगाडि बढ्दैछु। लग्नवत बृहस्पतिले व्यक्तिको सोचाइ ठुलो बनाउनेछ। कार्य पनि एउटा कार्य गर्ने दक्षता शिव गुण कला व्यक्तिहरूमा भरपूर मात्रामा बढेर जानेछ भने यो जुन मस्तिष्क रहेको छ यो मस्तिष्कले पनि विचार शक्तिहरू धेरै उत्पन्न हुनेछन्। विचार शक्ति उत्पन्न भएर त्यहाँबाट पनि सही निर्णय गरेर जीवनलाई एउटा सफल बनाउनको लागि पूर्ण सहयोग भने अवश्य प्रदान गर्नेछन्। देवगुरु बृहस्पति लग्नमा हुनु भन्ने व्यक्ति अत्यन्त भाग्यवान बन्ने गर्दछ किनकि हामीलाई सन्तान दिने हामीलाई जुन परिवारहरूमा सन्तान सुखहरू प्राप्ति गर्न सक्ने वैवाहिक जीवनहरूलाई सुखी तुल्याउन सक्ने आफ्नो अग्रज दाजुभाइहरूको सुख प्राप्ति गर्न सक्ने ग्रह भनेका बृहस्पति रहेका छन् र हाम्रो फाइनेन्स सेक्टरहरू हाम्रो विद्या क्षेत्रहरूलाई पनि एकदम राम्रो बनाउने गर्दछन् र बृहस्पतिको पनि विशेष गरेर राम्रो योगहरू कम्बिनेसन यहाँ बनिरहेको छ किनकि सप्तमवत र दशमवत यानी केन्द्रको ग्रह भएर केन्द्र भावमा नै रहेको कारणले गर्दा व्यक्तिहरूलाई भने जुन हरेक प्रकारका खुसी हरेक प्रकारका अभावलाई पनि भावमा रूपान्तरण गर्न सक्नेछ अज्ञानतालाई पनि ज्ञानमा रूपान्तरण गर्न सक्नेछ र साथसाथै जुन अधनालाई पनि साधनामा रूपान्तरण गर्नको लागि अत्यन्त शुभ योग बनेको छ। तपाईको लागि देवगुरु बृहस्पति एकदम दाहिना रहेका छन्। केतु ग्रह तेस्रो भावमा रहेका छन्। व्यक्तिहरूलाई एउटा ऊर्जा पावर जुन शक्ति भनेर भनिन्छ नि यो हरेक शक्तिहरूमा रूपान्तरण गर्न सकिनेछ भने एउटा भने शरीरहरूमा एउटा इनर्जी जो शक्ति हुन्छ नि जुन किनकि व्यक्ति हरेक क्षेत्रहरूमा सफल बन्नको लागि के चाहिन्छ त ऊर्जा चाहिन्छ। ऊ कुनै व्यक्तिको अगाडि निडर भएर बोल्न सक्दछ ऊ उसको क्षमता हो अथवा उसको त्यो सामर्थ्य हो ऊ त्यसको पुरुषार्थ हो ऊ त्यसको साहस हो यस्ता प्रकारका साहस व्यक्तिमा धैर्यतापनहरू व्यक्तिमा पनि सदैव बनिरहनेछ। केतु ग्रहले पनि व्यक्तिहरूलाई धार्मिक क्षेत्रहरूमा रुचि भएका व्यक्तिहरूलाई धार्मिक यात्राहरू र साथसाथै साङ्गीतिक क्षेत्रहरूमा रहेका व्यक्तिहरूलाई साङ्गीतिक सफलताहरू प्राप्ति गर्ने र साङ्गीतिक यात्राहरू पनि सफलतामा बदलिन सक्ने शुभ अनि सुन्दर योग भने कालपुरुषको तेस्रो राशि अनि मिथुन राशि भएका व्यक्ति अनि महानुभावहरूका लागि विशेष गरेर फल प्राप्ति हुँदैछ यानी माघको महिनामा। र साथसाथै छैठौं भावमा चन्द्रमा गएर बसेका छन्। बहकिने मन भनेर भनिन्छ जता जुन भनौँ न एउटा पानीको गुण तपाईले देख्नु भएको छ नि जता बाटो पाए त्यतै गयो हो जोसँग स्वार्थ लिन सको त्यतैतिर हाम्रो मन पनि दौडिरहने गर्दछ तर त्यो पनि त्यस्तो होइन। सुन्दरलाई सुन्दर कुरूपलाई कुरूप ज्ञानलाई ज्ञान र ध्यानलाई ध्यान र भन्न यदि सकेन भने त्यो व्यक्तिको ज्ञान कुनै पनि काममा प्रयोग हुँदैन र त्यसैले रोग ऋण रिपु शत्रुहरूबाट पनि तपाईलाई उन्मुक्ति प्राप्ति गर्दैछ भने टाढिएका व्यक्तिजनहरू आफन्तजनहरू इष्टमित्रजनहरू जो जति रहेका थिए तिनीहरू पनि प्राप्ति हुँदैछन्। खोसिएको पद प्राप्ति हुँदैछ भने हराएका मान सम्मानहरू र हराएका
जो जति रहेका थिए पद प्रतिष्ठाहरू ती पनि पुनः तपाईँले प्राप्ति गर्न सक्ने योगहरू बनिरहेको छ। 7औं भावमा बुध अनि मङ्गल ग्रह र साथसाथै 8औं भावमा पनि मङ्गल ग्रह रहनेछन्। महिनाको सुरुवाती प्रथम हप्ता यानी 7 गतेसम्म केही शुभ मङ्गलले फल प्राप्ति गरे तापनि पछि गएर भने तपाईँको व्यक्तिहरूसँग झै झगडा मुद्दा मामिला आग अथवा अग्निबाट केही भएको स्थिति योगहरू बन्न सक्दछ। कुनै पनि व्यक्तिहरूलाई करेन्टको भएर हुन सक्दछ। जो जसले टेक्निकल क्षेत्रहरू आइटी इलेक्ट्रोनिक क्षेत्रहरूमा काम गरिरहेका व्यक्तिहरूलाई पनि अलिकति सजग भएर कामहरू गर्न विशेष गरेर रहनु होला भन्ने कुरा पनि यहाँ रहिरहेको छ। किनभने जसले जुन सफ्टवेयरहरू बनाउनु हुने गर्दछ, जो इन्जिनियरिङ पेसा गरिरहनु भएको छ नि, हो त्यस्ता व्यक्तिहरूका लागि जब मङ्गलको कम्बिनेसन एकदम कमजोर बन्दछ भने तिनीहरू धेरै प्लेटफर्महरू ह्याकहरू हुन सक्ने सम्भावना व्यक्तिहरूको विशेष गरेर खाताहरू रिक्त हुन सक्ने, डिलिट हुन सक्ने र केही आर्थिक क्षेत्रहरू पनि एउटा फितलो रहन सक्ने स्थिति पनि विशेष गरेर यहाँ बन्दछ। त्यो प्रभावबाट जोगिनु होला र साथसाथै मित्रवत हरेक व्यक्तिहरूलाई मित्रवत व्यवहार अवश्य गर्नुहोला। र साथसाथै 8औं भावमा फेरि सूर्य ग्रह गएर बसेको छ। यसले तपाईँलाई अलिकति मन हो नि त, आफ्नो शरीर हो नि त, मनलाई त एउटा पीडा अलगै छ भने आफ्नो शरीरलाई पनि दुईटै पीडा रहनेछ। मनको पीडाले व्यक्तिलाई कमजोर बनाउँदछ भने जुन स्तनको पीडाले परिवारहरूलाई पनि एउटा दुखी तुल्याउने गर्दछ। त्यसैले लामो दूरीका यात्राहरू नगर्नुहोला, तपाईँको लागि घातक बन्न सक्दछन्। केही दुर्घटनाका योगहरू, केही परिघटनाका योगहरू र साथसाथै तपाईँका सिद्धि साधनामा केही बाधक योगहरू पनि तपाईँको विशेष गरेर बनिरहेको छ। त्यसैले सतर्क अनि सावधानी रहनुहोला। र साथसाथै शुक्र पनि साथमा र मङ्गल पनि साथमा बसेको कारणले गर्दा केही स्त्रीहरूबाट पनि प्रेममा पनि धोका प्राप्ति गर्न सकिन्छ भनेर भनिएको छ। दाम्पत्य जीवनहरूमा बाँधिएका व्यक्तिलाई त दाम्पत्य सुखहरू प्राप्ति गर्न सकिने छैन भने यदि दाम्पत्य जीवनमा यदि बाँधिनु भएको छैन, तपाईँका प्रेम प्रस्तावहरू मात्रै रहेका छन्, प्रेम पत्रहरू मात्रै रहेका छन्, प्रेममा भावनाहरू मात्रै रहेका छन् भने ती भावनाहरू पनि एक रूपतिर लगेर टुट्ने सम्बन्धहरू पनि योगहरू बनिरहेको छ। यसमा कुनै पनि दुविधा रहेको छैन, यानी दुईमत रहेको छैन। र भाग्य भावमा राहु ग्रह गएर बसेको छ। ओहो, के गर्ला त भाग्य भावको राहुले? तपाईलाई गरी खान दिँदैन। तपाईको सफलता हातमा पार्न सक्नुभएको थियो, अथवा भनौँ न तपाईँ पढ्नुभयो, परीक्षामा उत्तीर्ण पनि हुनुभयो, तर तपाईँको अन्तिममा छनौट हुँदाखेरि तपाईँलाई वैकल्पिकमा लिएर राखिन्छ। यो कारण के भने राहुले तपाईँलाई दुःख दियो भन्नुको मतलब तपाईँको जुन पाउनुपर्ने सुख हो, पाउनुपर्ने जुन पद हो त्यो प्राप्ति गर्न ढिलाइ भयो, कठिनाइ भयो। त्यसैले यदि तपाईँको जीवनहरूमा राहु यदि छ भने त अन्तिममा हुन्छ भनेर भन्छ नि, अन्तिममा भरम पार्छ भनेर भनिएको छ नि त। राहुलाई भरमात्मक ग्रह भनेर भनिएको छ। भोग भङ्गम करोति भनेर भोग गर्दै रहेको चिजलाई पनि त भङ्ग गरिदिन्छ भने जस्तै फल भने तपाईँलाई जुन मिथुन राशिलाई भने अवश्यमेव राहुको प्रभाव रहिरहनेछ। मित्रानी महानुभावहरू, यो विचार अवश्यमेव ख्याल गर्नु होला। मिथुन राशि भएका व्यक्तिहरू छन् भने झुक्किएर पनि पार्टनरसिपमा कार्यहरू नगर्नु होला। र साथसाथै भाग्यसँग जोडिएका भाग्यलाई पनि हरेक ठाउँमा दोष नदिनु होला, तर पनि दोष दिने ठाउँ पनि यहाँ बनिरहेको छ। कुन ठाउँमा कस्तो ठाउँमा कसरी दिने, भाग्यलाई कुन ठाउँमा दोष दिने भन्ने कुराहरू रहने गर्दछ। हो, तपाईँले हरेक परीक्षाका चरणहरू पार गर्नुभयो, तर अन्तिममा गएर तपाईँ छनौट हुन सक्नु भएन भने यहाँ भाग्यलाई जुन दोष दिनु आवश्यक रहने गर्दछ। र तपाईँले पढ्दै पढ्नु भएन, एउटा तपाईँको लगाव नै छैन पढाइप्रति भने तपाईँले भाग्यलाई दोष दिन सक्नु हुँदैन। त्यसैले तपाईँको भाग्यमा जे कुरा ल्याएको छ त्यही कुरातिर तपाईँ पढेर अगाडि बढ्नुहोस्। तपाईँको जीवन अवश्यमेव सफल अनि समृद्धि अवश्यमेव बनिरहनेछ। र साथसाथै कर्म क्षेत्रमा यानी 10औं क्षेत्रमा, जसलाई हामीले कर्म क्षेत्र भनेर भन्दछौँ, जसलाई हामीले जागिरको क्षेत्र भनेर भन्दछौँ, जसलाई हामीले भाग्यको धन क्षेत्र भनेर भन्दछौँ, तपाईँको भाग्यमा ल्याएर आएको धन प्राप्ति गर्ने ठाउँ भनेर पनि यो कर्म क्षेत्रमा भन्दछौँ। र यो शनि ग्रह गएर बसेको छ। र तपाईँलाई भने अवश्यमेव शुभ कर्म गराउनेछ। राम्रो कर्म गर्नु होला र राम्रो कर्म गर्दै जानु होला। तपाईँलाई विशेष गरेर हरेक कार्य गर्न दक्षता तपाईँमा शिव रहेको छ। तपाईँ एउटा भनौँ न हरेक व्यक्तिसँग मिल्ने व्यक्ति पनि रहनुहुन्छ। तपाईँको विचार हरेक क्षेत्रहरूमा विचार मिल्दछ, हरेक क्षेत्रहरूमा तपाईँको कारोबार मिल्दछ, हरेक क्षेत्रहरूमा तपाईँको पार्टनरसिप मिल्दछ र हरेक क्षेत्रहरूमा तपाईँको अनगन्ती सपनाहरू पनि विशेष गरेर मिल्ने खालको योगहरू बन्दछ। त्यसै कारणले गर्दा मिथुन राशि भएका व्यक्तिले कहिल्यै पनि कसैसँग भनौँ न झैझगडाका योगहरू कहिल्यै पनि मिथुन राशि भएको व्यक्ति गर्दैन। तर उसलाई भने अर्को राशिले सदैव दबाएर राख्न खोज्दछन्। ऊ निस्वार्थ भाव गर्ने खालको हुन्छ, जे बोल्छ त्यही गर्ने खालको हुन्छ भने अन्य व्यक्तिहरूले उसलाई विभिन्न प्रकारका तनाव यातनाहरू विशेष गरेर दिने गर्दछन्। यस्तो ठाउँबाट विशेष गरेर सतर्क हुँदै बस्दै अगाडि बढ्नु भने तपाईँको जीवनको सबैभन्दा ठुलो मार्गनिर्देशन हो भन्दै आजको यो विशेष प्रस्तुतिबाट बिदा हुन्छु। राधे राधे।